नमस्ते वेलकम ब्याक टु माई च्यानल आइयो सबैजना सन्चै आरामी हुनुहुन्छ होला म पनि सन्चै आरामी छु वेलकम टु माई नेक्स्ट भ्लग एन्ड न्यू भ्लग सो देख्न सक्नुहुन्छ आज चाहिँ म गाडीबाट स्टार्ट गरेको है आज चाहिँ ट्राभल भ्लग एन्ड आई वुड लाइक टु स्टार्ट अफ गाडीबाट स्टार्ट गरेको होइन सो अहिले चाहिँ म यहाँ द एभरेस्ट होटेलको अगाडि छु एभरेस्ट हस्पिटलको अगाडि निरी त्यस्तै छु होइन अनि आज चाहिँ साथीहरू टक्क मिलेर हामी कहाँ घुम्न जान लाग्यो भने आज चाहिँ हाम्रो कलेजले चाहिँ हाइकिङ लान लागेको छ हाइकिङ पुरा हाइकिङ लान लागेको छ क्या उता जामाछु हाइकिङ सो हामी चाहिँ गाडीबाट निस्केको सो यहाँ देख्न सक्नुहुन्छ पुरै छ होइन सबैजना अनि अहिले चाहिँ हामी हिँड्दैछ बाटोमा होइन सो पछाडि डोरी खेल्दैछ डोरी भन्नाले अनि डोरी नै खेल्दैछ सो निस्किँदैछौँ रमाइलो गर्दैछौँ हेरेपछि चाहिँ यस्तो टाइम पाएँ क्या निस्किने मैले त टाइमै पाएको थिएन होइन अनि अहिले चाहिँ यस्तो टाइम पाएर निस्क्यौँ साथीभाइहरू रमाइलो गऱ्यौँ एउटा प्रोडक्टिभ डे बनाउनु पऱ्यो नि त होइन सो सबैजना निस्किसक्यौँ सो अहिले चाहिँ हामी उयो पुलमा यसरी देख्न सक्नुहुन्छ होइन अनि अब चाहिँ हामी निस्किन्छौँ बाटामा सिनेमेटिक होइन सो हेर्दै गर्नु होला के बसिन्छ यस्तो छ देख्न सक्नुहुन्छ यो यहाँ चाहिँ जामाचोबाट एकदम माथि जाने हाइकिङ जाने चाहिँ ठाउँ हो यहाँ चाहिँ टिकट काट्नुपर्छ सो हामीले फाइनली त्यहाँनिर चाहिँ सामानहरू किनिसक्यौँ खाना माथि पानी सानी होइन बोतल पनि किनिसक्यौँ अनि त्यो किनिसकेर अब चाहिँ हामी सिधै माथि निस्किन्छ म्यामहरू टिकट काट्दै हुनुहुन्छ त्यहाँनिर होइन अनि सो अब हामी निस्किन्छौँ सबै साथीभाइहरू यहाँ छ कोही त्यहाँ छ होइन कोही उता किन्दैछ होइन सो एकदम रक हुन्छ होइन हेर्दै गर्नु होला सो यहाँ चाहिँ क्यामेरा खिच्न पाउँदैन अरे सो मैले चाहिँ अहिले क्यामेरा खिचिनँ म एकैचोटि माथि गएर खिच्छु होइन माथि गएर सब सिनेमेटिकहरू सबै देखाउँछु सो कि भाँची ठाडै छ त माथि यार पुरै ठाडै छ यार त्यो कक्कनी पहिला गए जस्तै हुने थियो क्या त्यो पहिला गएपछि त्यस्तै हुन्छ सो अब हामी निस्किन्छ केटाहरू उहाँ छ सो हामी चाहिँ आइसकेको छौँ हेर्न सक्नुहुन्छ त्यहाँबाट भिडियो आएर किन यहाँ चाहिँ भिडियो खिच्न पाइन्छ सो अहिले चाहिँ भिडियो गर्न लाग्छु म अनि यहाँ हो पुरै सब यहाँ चाहिँ अनि अब यहाँबाट सिधै माथि जान्छौँ हामी चाहिँ यहाँ चाहिँ 75जना 90 चाहिँ हामीलाई चाहिँ माथि जानु दिँदैन यो सबैलाई लिएर जानु पऱ्यो नि त सो सबैजना आउँछ त्यसपछि हामी जान्छौँ होइन सो यहाँको भ्यू दिन सक्नुहुन्छ है यस्तै छ है लेट्स गो है बाटोमा सिनेमेटिकहरू देखाउँदै सो म चाहिँ के भन्छु भने सुरुमै नकुदा क्या थाक्छ केटाहरू सब थाकिसके तर म थाक्दिनँ किनभने म एक्सपिरियन्स छ क्या नि अलि होला माथि गएर थोडा छ होला तर त्यस्तो साह्रो हुँदैन यस्तो कुदे पहिला 12 चरण जाँदा कम्ता कुदे अहिले चाहिँ हो सब वहाँसम्म छ हाम्रो चाहिँ हामी एडभेन्चर आएको हो नि हाइकिङ आएको हो नि हिँड केटा हो हिँड दौडी पुलिस आर्मी कुद झुन्नी काले हामी भाइ यस्तो बाटो हिँड्न जन्म्या हो क्या हामी त्यस्तो हिँड्दैनौँ अनि मेरो दोस्त जिग्री दोस्तहरू हेर्ने होइन यसलाई एडभेन्चर त्यो सिधै सिडीबाट गएको थियो क्या एडभेन्चर भएर होइन हिँड यस यो कमन हिँड कमन दोस्त कमन आर्मी दोस्त come on yes you finally did it bro yes come on yeah yes समय साथीभाइहरू फेरि सब यताबाट आएछ कि फेरि सब यताबाट आएछ चढ्न सक्छ भनेर होला म त सक्छु होइन देख लिया ए हिँड न कि तिमी यहाँ उसमा हो यस्तोमा हिँडेपछि पाइट फोर हुन्छ के फोर हुन्छ सोनी बोक नाम
पढे होइन भन्यो है कस्तो रहेछ हो यार चढ केटा हो आर्मी हो चढ यस चढ 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 यति नि हिँड्न सक्दैन हाम्रो प्रदीप जस्तो हुनुपर्छ क्या हिँड्न त्यहाँ ओ एउटा फोटो खिच 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 चाहिँ माथि आइसक्यो यहाँ अहिले चाहिँ जे भयो नि 1300 छ बाटो एकदम होइन थाकेर अरू साथीभाइहरू मर्न लागिसक्यो होला तर हामी थाक्दैनौँ किनभने हामी डन हो होइन हामी त्यसै हिँड्ने मान्छे उसै हिँड्ने मान्छे झन् सुकु त झन् हिँड्नु सकिहाल्छ सो अगाडि उता हिँड्ने हुनुहुन्छ देख्न सक्नुहुन्छ होइन सो माथि अब पुग्न लागिसक्यो पुगिसक्यो होला अब हामी के अझै पाइन्छ मलाई के थाहा छैन हामीलाई सो हामी जतिसुकै माथि जाओस् हामी हिँडिदिने हो होइन फर्स्ट टाइम हाइकिङ मेरो त फर्स्ट टाइम के भन्यो 2-3 चोटि भइसक्यो त्यही भएर यस्तो हिँड्न सक्यो कस्तो रारा जस्तो भाइकिङ छ कस्तो रारा यही भाइमा छ के हो त्यो सिधै देख्दा नि कोही जङ्गल विज्ञानी अनि मेरो घरै रारा देख्न सक्नुहुन्छ ओए ठ्याक्कै हाइकिङ त गर्न मिल्दैन तर रारा गरौ म जहिले यसरी हिँड्छु यहाँ हाइकिङ भन्ने कि म जहिले हाइकिङ गर्न रहेछु ला म त हाइकिङ पो सो सबैजना यहाँ आँटिराखन् यो ग्यास गर्दा परे हो आहा ओ यहाँतिर लाग्छ नि के सब बसिगयो त यहाँनिर बोक्नु कि यो लाठी बोक्नु ओइ आइज ओइ गाली गर्दैछ त केस लाग्ला केस लाग्ला ओइ सो अलिकति डिसिप्लिन देखाऊ है व्हाइट हाउस भनेको चाहिँ अलिकति होइन चिनिनु पर्छ सो अहिले चाहिँ हामी यहाँ आइसक्यो हेर्न सक्नुहुन्छ भिडियो गर्न मिल्छ नि सर सो अहिले चाहिँ यहाँ बस्ने ठाउँ छ होइन सो यहाँको पछाडि भ्यू चाहिँ देखाउन मिल्दैन सो देखाउँदिनँ म होइन सो अहिले चाहिँ यहाँ बस्ने ठाउँ छ सो हामी चाहिँ यहाँ बसेको छौँ सबैजना देख्न सक्नुहुन्छ उतापट्टि सेल्फी हाल्दैछन् अनि यहाँ बसेको छौँ पानी खाएर सो ज्यान चाहिँ भोलि लास्टै दुख्छ होइन त्यही पनि काममा जानुपर्छ के गर्नु गाह्रो छ अब हिँड्ने बानी नभएपछि यस्तै हो गाउँमा हुन्छ त हिँडिन्थ्यो यता बाह्र चढाउँदा यताउति होइन सो अहिले त त्यस्तो बानी सानी छैन सो अब सिधै छ कि अझै उकालो छ छ होला बाटो सो जस्तो पो होस् हामी हिँडिन्छ मजाले हिँडिन्छ सो पछाडि आउँदैछन् देख्न सक्नुहुन्छ सबैजना पछाडि आउँदैछन् सो हिँडिन्छ होइन आइस सो यहाँको भ्यू देखाउन नमिलेर चाहिँ सो यताकै ल पुरै बवाल छ है त सिधै लाइक वे फाइनली रिच आई थिङ्क सो so that's the view of this yes निकुञ्ज सो लाइक साथीहरू चाहिँ चाँडै आइसकेको छ पहिले नै होइन सो दिशान कतिवटा आइपुग्यो तिमीहरू कतिजना कुद्दो रहेछ अरे मान्छेहरू त सो अझै यहाँबाट माथि होला होइन सो हामी यहाँबाट टक्क फोटोसोटो हानेर माथि निस्किन्छ होइन सो हाम्रो साथीहरू चाहिँ आएन उहाँ तलै छ होइन सो आउँछ उनीहरू होइन अनि सो एकपल्ट तल जाउँ होइन सो यस्तो ठाउँमा नहिँडेर होला अलिअलि खुट्टा फर्किरहेको क्या धेरै पछि हिँड्यो नि त सो अलिकति खुट्टाहरू चिरो मोबाइल खोइ है हामी कति माथि आइपुग्यो है डाँडा गाउँ त्यहाँ होला त्यो डाँडा गाउँबाट पहिला डाँडा गाउँबाट यस्तो आएको थियो अब सो एकछिन हामी फोटोसोटो खिच्छ होइन सो थम्बनेलको लागि एउटा खिच्छ अनि सो त्यसपछि हेरौँ है त हजुर चियर बोलपछि कोही फरक नपरेपछि हाम्रो फोटो खिच्यो नि यार त्यो नूरले देख्यो नि सो अब हामी फोटोसोटो खिच्छ होइन त्यसपछि हेरौँ है त सक्नुहुन्छ यहाँ यस्तो भ्यू सो अहिले चाहिँ हामीलाई उता माथि नै पुग्नुपर्ने होला सायद होइन सो अब चाहिँ हामी निस्किन्छौँ फोटोसोटो सब खिचिसक्यो अब निस्किन्छ एकछिनमा होइन सो सरी आउनुहुन्छ सो अब निस्किन्छौँ सो लेट्स गो है सो आई फाउन्ड अ न्यू फ्रेन्ड होइन अनि सो अब चाहिँ यो सकिसक्यो अब फेरि ठाडो बाटो आउँदैछ हाम्रो त्यहाँनिर चाहिँ हामीले फोटो पनि खिच्यौँ होइन रमाया फोटोसोटो खिच्यौँ सरहरूसित फोटोसोटो खिच्यौँ होइन थम्बनेल चाहिँ अलिक खिचेको छैन अहिले पछि खिच्ने होइन सो निस्किसक्यौँ हामी चाहिँ सो यिनीहरू सबै हामी अनि अब ठाडै छ होला अब उकालो सो हेरौँ कस्तो छ होइन पुरै आउँदैछन् केटाहरू कोहीको कुर्सी त खिच्ने कोही अकेला खिच्ने होइन सो अब निस्क्यौँ होइन
सो हेरौँ के हुन्छ बाटोमा सो फाइनली आइसक्यो दिन सक्नुहुन्छ ओए कति चाँडो आयो यार कसम म त 1 घण्टा अगाडि आएको मरिगयो म त यार पानी नभएर हो सो फाइनली हामी आइसक्यो दिन सक्नुहुन्छ पानीको बोतल पुरै यहाँ छ यहाँ चटपटीहरू खाने ठाउँ छ यहाँ माथि पुरै जाम माथि भयो यो के जम सो अब चाहिँ एकछिन माथि जान्छ हामी होइन यो जङ्गल छ नि होइन यस जम यस सो देख्न सक्नुहुन्छ भ्यू यहाँको यस्तो छ ए त्रिभुवन एयरपोर्ट हेर त्यहाँ ड्यास रुक पहिले आऊ न ल अहिले एकछिनमा पहिला काजम भाइ हिँड चिरु बेब्स सो क्या बवाल भ्यू बल्ल एकदम फाइनली एकदम पिसको रियलाइज भयो क्या तलबाट यस्तो पसिनाले आयो कि कसम मरिगयो हामी होइन सो फाइनली आइसक्यो यही रहेछ है देख्न सक्नुहुन्छ सो यहाँबाट पुरै देख्न सक्नुहुन्छ होइन अनि आइयो सो दुईजना दिदीहरूसित आएको हामी होइन अनि सो चिरुमा आइपुग्यो अब हामी त्यहाँनिर चढ्छौँ तबसम्म चढ्नु अगाडि चाहिँ यहाँको भ्यू देखाउँछौँ हामी होइन आऊ चिरु सो अब यहाँ जान्छ हामी That's the view. I can't imagine, my bro. Wow, देख्न सक्नुहुन्छ Wow, that's the view. Cheers, babes. So finally आइसक्यो देख्न सक्नुहुन्छ बवाल छ क्या बवाल छ सो अब हामी भिडियो टन्नै बनाउँछ फोटोसोटो टन्नै खिच्छ अब हामी होइन अनि सो त्यहाँ चढेको भिडियो पनि बनाउँछु अनि सो पहिलाको चाहिँ यहाँको एकपल्ट सिनेमेटिक हाल्छु सिनेमेटिक चाहिँ उसको मलबाट हाल्छु त्यहाँबाट देखाउँछु होइन सिनेमेटिक सो त्यही नै हो ल त्यसपछि देखाउँला यहाँ मन्दिर रहेको छ देख्न सक्नुहुन्छ होइन यहाँनिर उयो के हो यो गुम्बा जस्तो रहेको छ चिरो आउनु यहाँबाट तर पुरै राम्रो भ्यू छ के त्यो भ्यू अहिले मैले देखाइसकेँ होइन अनि यहाँ पुरै मन्दिर जस्तो घुम्ने ठाउँ छ पुरै चटपटेहरू खाने होइन यहाँ दियो सियो बाल्ने एकदम उहाँ छ सो यहाँको भ्यू एकदम क्लियरली देखाउँछु म तपाईँहरूलाई होइन अनि सो त्यहाँबाट आइकि सिधै त्यहाँबाट आउँछौँ होइन त्यहाँबाट आइसकेपछि यहाँ देख्छौँ फ्रेस एकदम फ्रुट्स भेजिटेबलहरू देख्छौँ सो अहिले यहाँ माथि जान्छौँ तर भिडियो बनाएर माथि जान्छौँ होइन सो यहाँ दिदीहरू पुरै हुनुहुन्छ यही नै हो भ्यू खानेकुराहरू सब अभाइलेबल छ सो यही नै हो हेर्न सक्नुहुन्छ सो हाम्रो केटाहरू चाहिँ राम्रो छैन सो अहिले चाहिँ केटाहरू आउँदैछ तल छिरो एउटा भिडियो गर ल मेरो पछाडिबाट हिँडेको गर सो फाइनली हामी चाहिँ यहाँ आइसक्यो यहाँ माथि चढिसक्यो होइन माथि चढेर पनि फोटोसोटो सबै खिचिसक्यो यहाँ पुरै प्याक छ क्या को कता हो कसले कता फोटो खिच्ने थाहा नै हुँदैन क्या अनि सो देख्न सक्नुहुन्छ यहाँ पुरै फोटो खिच्ने लाइन पुरै छ अनि यताबाट छिर्ने अब कता छिर्ने हो छिरो सो म यता जान्छु कता गए तल जाउँ तल आइज यताबाट हिँड्ने यताबाट आइज छिरो ए कति चढा हो फास्ट सो अब चाहिँ हामी यहाँबाट तल झर्छौँ होइन धेरै नै भइगयो अरे बाप रे बाप अरे भैया यु लुकिङ गुड गर्ल अब हामी यसो तल हाल्छौँ होइन यता सब चल्दो रहेछ के हामीसित त ऊ पनि छैन
हुन्छ सबै छ हुनु भयो माथि सो यहाँबाट उता जाउँ हिँड उता जाउँ हिँड यसो यहाँ ढोगौँ न त एउटा बर पाइहाल्छ कि एउटा पैसा पाइ मस्त छ ए 20 रुपियाँ मन्दिर त जानै नै पर्छ केटा यार 20 रुपियाँ दर 10-5 रुपियाँ छैन 20 रुपियाँ छ के हुँदैन फोटो यसो भयो न फोटो भिडियो गरौँ टिको लागि चिराउ लगाइदिन्छ भिडियो खिचेर ल है के भएन झन् लत पाइदिएर कोही लास्ट प्याक हुँदो रहेछ क्या माथि चाहिँ यहाँ दिनु सक्नुहुन्छ कति मान्छे छ चिरु यहाँ आउन चिरु यहाँ आउन जाउँ उतापट्टि अलिकति उता जाउँ ल फोटो त्यहाँबाट फोटो एक फोटो यस यहाँ हेर्न सक्नुहुन्छ वाउ द्याट्स द भ्यू गाइस यु क्यान्ट इमेजिन ल सुक्कु मन्जुश्री ओहो मन्जुश्री भन्ने त्यो उसको पहाड काटेछ नि के अरे चोबा डाँडा पहाड काट्ने मन्जुश्री यही तपस्या गरेको एउटा राम्रो युवती त नाइ युवती त छ होइन मलाई तिमी बाहेक अरू कोही चाहिँदैन तिमी भए पुग्छ मलाई अब के चाहियो भने टक्क फरेभर भन्दा नि अब एउटा 6 जुनमा बाहिर खुलाउँदिनँ होइन सो त्यही नै हो सो आफै घन्टी बज्यो यार माथि टन्न गरेर कस्तो सक भइदिउँ होइन सो हाम्रो केटाहरू सबै आइसक्यो होला अब आउँदैछन् सो बिस्तारै अब हामी सुक्कु राम्रो क्यामेरा छ मस्त छ पैसा क्यास छन् कस्तो आम्मा छैन सब केटाहरूले खुवाइरहन् भर्खर 1000 रुपियाँ सक्यो केटाहरूले ल एउटा यसो गरौँ धान पनि है यो त्यसै यो पैसा दिएर होला है पैसा दिएर होला कति हो 30 रुपियाँ कति 30 रुपियाँ अनलाइन छैन क्यास छैन क्यास भएको मन्जुश्रीलाई चढाइहालेँ मैले होइन दोर्जी खै दोर्जी आउँदैछ फोटो खिच्छ क्या त्यसले राम्रो सो यहाँको भ्यू हेर्न केटाहरू गएछ क्या हो खोइ हाम्रो केटाहरू हाम्रो केटाहरू यहाँ सही फोटो खिच्दैछन् ओए यसको फेरि सुदूरपश्चिमे पोज सो यहाँ भगवान् गुरु पदम नागार्जुन जाँको जग्गामै काठमाडौँ नेपाल ल फेरि ल पाले है केटा हो ल मेरो पाली अब सो भ्यू यस्तै छ हेर्नु यहाँनिर हो प्लेस देख्न सक्नुहुन्छ पुरै यहाँ प्लेस छ है यही नै हो यही नै छ यस्तै छ है देख्न सक्नुहुन्छ यहाँ फोटोसोटो खिच्ने ठाउँ त्यहाँबाट यहाँबाट तल केही छैन पुरै जङ्गल नै हो त्यस्तो साह्रो केही लागेन होइन खतरा होइन बस एउटा चिल मोमेन्ट चाहिँ छ चिल साथीभाइसित आउँदा एउटा चिल मोमेन्ट चाहिँ हुन्छ त्यही नै हो अब हामी 2-3 बजीतिर फर्किन्छ अहिले नै फर्किँदैन सो अहिले यहाँ रमाइलो गर्दैछौँ एकछिन पछि फर्किन्छौँ सो साथीभाइ रमाइलो गर्दैछन् मैले उताको भ्यू पनि देखाइसकेँ तपाईँहरूलाई होइन अब तल गएको भ्यू देखाउँछौँ होइन सो यही नै छ त्यही नै हो हामी निस्केको तल होइन हामीले जति रमाइलो गरिसक्यौँ अब चाहिँ हामी निस्केको सो बाई अब निस्केको हामी चाहिँ होइन सो अब सिधै ओह्रालो छ अब चाहिँ झर्न झन् खुट्टा दुख्छ आउने भन्दा किनभने ओह्रालोमा खुट्टा दुख्छ क्या झर्दाखेरि सो निस्किसक्यौँ सबैजना ग्रुपमै लेट्स गो अब निस्किसक्यौँ केटाहरू सो जाउँ अब होइन सो बाटोमा यसो भ्यूहरू देखाउँदै गर्छौँ है त भन्दा गर्थ्यो
बोल न तिम्रो बोल बाटो नमान्नु डरै डर मनभरि माया मनभरि फुल्नु यो जोवन तिम्रै हो ओ फकाइ बोलान्छु भन्छ हो काफले जानु कि स्वर त फेरि कन्डस छ मेरो कसम के भन्यो रे अनि स्वर त कन्डस छ सुरै कन्डस त के गाउँ ए कसैको त त्यही राम्रो हुन्छ मेरो उला तेरो त कोइल जस्तो छ कोइल कोइल जोर्जेको त एकदम राम्रो केटी कोइल फेरि अब छ नि हामी होइन टक्क लागेर गइरहेछौँ अब हामी टक्क अहिले चाहिँ आधी बाटोमा छौँ हामी होइन हेर्न सक्नुहुन्छ सुकु इट्स सुकु हिरो भा मुला हामी अब अहिले यासिनको गाडीमा जानु Yes. नत्र अघि लफडा लफडा हुन्छ जे पो होस् हामी त एकदम अनुशासित हो होइन एकदम यति भनिदिन्छ हाम्रो होइन जस्तो सुकै होला नि केटाहरू तर त्यस्तो चाहिँ गर्दैन क्या त्यस्तो ठाउँमा कसम के त्यो त मान्छु मैले हो यस्तो ठाउँमा गर्दैन कि केटाहरू हाम्रो क्लासको त इज्जतै फाल्यो माछा म त ग्यासको सियर भन्न लाज लाग्यो यहाँ मलाई त लाज लाग्यो माछा म त होइन केटा सियर म पनि होइन 12 को छैन त 12मा को बन्छ सियर बकवास बकवास पढाइ डिस्टर्बमा पढाइ त त्यस्तै हो हिजो रात 2 बजी सुतेको म किन गर्लफ्रेन्डसँग बोलेर गर्लफ्रेन्डसँग त 12 वर्षमा बोल्ला 2 वर्षमा लेखेर 12 बजीसम्म गर्लफ्रेन्डसँग बोलेर 2 बजे लेखेर सक्यो वाह लेक्याच म्यान बिजनेस फिर ध्यान कसरी 20 वटा सेट बे छ तर हामी त गर्ने एचएमको अनि इकोनोमिक्सको अनि अकाउन्टिङको मात्रै होइन अकाउन्टको अब 1 सेट भइन्छ इकोनोमिकको 2 सेट भइन्छ एचएमको त 2 सेट भइन्छ के पनि छैन हिजो बिजनेसको भए सही आउने बेला मजा लाग्छ ओला ए ओराली झरौला आफूलाई मात्रै आउने गाउँ नगान हेर हामीलाई पनि आउने गाउँ फाइनली हामी चाहिँ फर्किन लागेको फर्किसक्यो गाडीमा छ मैले चाहिँ गाडी सर्र हिँड्दैछ घुमियो लास्टै खुट्टा धोएछ यस्तो खुट्टा धोएछ नि साथीभाइहरू किन खुट्टा हिँड्दा होइन अब त्यो काठमा आएपछि धेरै हिँड्ने बानी थिएन होइन अब एकचोटि हिँड्दाखेरि लास्टै खुट्टा लास्ट दुखेछ होइन सो अब फर्किसक्यो अब चाँडै नै हामी पुग्छ होइन त्यसपछि झरे कुरा गरौँला अहिले यस्तै छ खुट्टा सुट्टा दुखेको छ होइन पुरै थकान भयो जिउ नै तर के गर्नु अब जानु परेको होइन सो भोक पनि लागेको छ अहिले बाटोमा खानु पनि पऱ्यो सो यस्तै छ अब फर्किन लागेको र फर्किन्छ हामी सिधै नै हो लेट्स गो अब राम्रोसँग जाउँ होइन सिनेमेटिकहरू म देखाउँछु भिडियोमा हेरिसक्नु भयो होला सो यस्तै छ होइन